हेलो एभ्रिवान गुड मर्निङ वेलकम टु माई च्यानल साथीहरू आज चाहिँ एकदमै बिहान मैले ब्लग स्टार्ट गर्दैछु एकदमै राति नै छ है सबैजना सुत्दैछन् होला पक्कै पनि त्यही नै कति रातिको 2:30 हुँदैछ म चाहिँ 2 बजेतिर 2:30 भन्दा नि अब 3 बज्न लागिसक्यो 2:30 हुन थाल्दाखेरि नुहाएर उठे नुहाइयो अनि यताउति सरसफाइ अलिअलि गरियो अनि आज चाहिँ नि स्पेसल ठाउँमा जाँदैछौँ हामी कहाँ हो भन्दाखेरि अब हामी कहाँ जाँदैछौँ हामी एकछिनमा भन्छौँ है म चाहिँ अब नुहाइधुवाइ गरेर रेडी भएँ अनि तल पनि निनी पनि रेडी हुँदै हुनुहुन्छ निनी पनि जानुहुन्छ अनि अब चाहिँ नि म डाइरेक्ट रेडी भएर आउँछु गाइजहरू यो भ्लग स्टार्ट गर्नको लागि मात्रै थियो म यो हजुरहरूलाई के गरेँ यो भ्लग स्टार्ट गर्नलाई मात्र आएको म चाहिँ अब हामी चाहिँ रेडी भएर एकैचोटि आउँछौँ है त अनि एकदमै बिहानै हेर्नु फर्स्ट टाइम यति चाँडै उठेर नुहाएको म रेकर्डै तोडेँ आज मैले अब हेरौँ कस्तो हुन्छ हामी चाहिँ एकछिनमा रेडी भएर हामी कहाँ जाने पनि भन्छौँ गाइजहरू बाई हेलो गाइस फाइनल्ली रेडी भयो अनि हेर्नु त म एकदमै रोए जस्तो देखेछ होला लेन्स लगाएको कस्तो भरर आँसु आएर कति पछि लगाएको नि त अनि त्यही भएर एकदमै रोए जस्तो देखेछ होला अझै पनि अँधेरो नै छ के गर्ने होइन एकदमै टाढाको यात्रा छ त्यही भएर अलिकति चाँडै त जानै पर्यो गाइसहरू अब तल जाँदै त निनीहरू पनि पक्कै पनि रेडी भइसक्नु भएको छ होला अब बाई बाई तल गएर भेटौँ गाइस यहाँ निनीहरू पनि रेडी हुनु भइसकेको छ बाबु त हेर्नु न बाबु छिरो हेलो हेलो गाइस सबैभन्दा एक्साइटेड चाहिँ हाम्रो बाबु है जानको लागि अनि यहाँ निनी त हेर्नु त रेडी हुँदै हुनुहुन्छ म तल गएर यस्तो सरसामानहरू जोगाउँदै गर्छु जताउँदै गर्छु जोगाउँदै हो कि जताउँदै गर्छु ल बाई बाई हुन्छ यस्तो अँधेरो छ गाइजहरू त्यही पनि हामी हिँडिरहौँ होइन बाबु त होइन एकदम एक्साइटेड हो क्या आज हाम्रो बाबु फेरि निनी ल हेर्ने गाइज अब हाम्रो यहाँ ड्रेसअपदेखि नै थाहा हुन्छ हामी कहाँ जानु लाग्यो भनेर हामी सब बस्नुपर्छ फाइनली हामी चाहिँ आइपुग्यौँ सरप्राइज चाहिँ यही हामी एकदमै सुब्बा देउराली आएको अनि यहाँ सबै सेम के देखाउनु नि यस्तो भिड छ अब कसरी जाने हामी भुज चाहिँ भएर आइसकेको छौँ हाई गर्नु निनीहरू त कहाँ जानुभयो कहाँ जानुभयो
पुरा भिड छ है। अनि यस्तो भिडमा बिचमा चाहिँ नि बल्ल 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 पूजा सकाएर आइयो। अब चाहिँ नि यता पकाएर खाने ठाउँ चाहिँ छुट्टै ठाउँमा रहेछ। छिराउनु छिरा पकाएर खाने ठाउँ चाहिँ एकदमै माथि रहेछ। अनि त्यही भएर अब हामी चाहिँ माथि गएको। हामी मन्दिर दर्शन गरेर नास्ता खाएर यस्तो भिडमा हामी दुईजना छुट्टै छुट्टै कता हो आफ्नो आफ्नो पूजा गरियो। लास्टमा भेट भयो फेरि। आँखाले हेर्न सके छैन। यस्तो पनि हेर न भिड पनि त्यस्तो खायो फेरि। गाडी कति माथि पुगेको भएछ। कति भिड थियो गरी यहाँ लास्ट जाम थियो गरी बिचरा। अहिले चाहिँ अलिक हल्का भयो। अब कति बेला पकाएर खाएर त्यत्रो बाटो फेरि फर्किनु अघि नै हो काठकुट सब भ्याइयो गऱ्यो।